हेलो साथीहरू, नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ? अनि हजुरहरूको दसैँ कस्तो रह्यो त है? यो चाहिँ हामी घर दादाको हो। अनि बाबु चाहिँ निदाइराखेको थियो बसमा, अनि हामी बिच बाटोमा रोक्नु भएको थियो एकचोटि। अनि त्यहाँ मेरो बुढो चाहिँ अनि केही खाने हो कि भनेर सोध्न आउनुभएको थियो। अनि उहाँ पसलतिर लाग्नुभयो। नानी चाहिँ झ्यालमा बसेको थियो हामी सँगसँगै। अनि बाबु सुतिराखेको थियो। अनि एकछिनपछि उठेर दिदी चाहिँलाई दिएको थियो, खेल्न थाल्यो होइन। दिदी चाहिँसँग खेल्न थाल्यो। अनि त्यसपछि हामी हिँड्यौँ चितलाङ साइडबाट। चितलाङको बाटो हुँदै गएको थियो हामी चाहिँ। अनि त्यहाँबाट चाहिँ यो चाहिँ हामी पालुङमा आइपुग्यो। यो पालुङको पुल हो है। अनि पालुङमा इन्ट्री हुने बित्तिकै भारी वर्षा आयो होइन। अनि बाबु उठेर हेरिरहेको छ नि, यसरी हालत चाहिँ यति भएको छ नि, आमामा पानी हेर्नु न, कम जोडले परेको छ पानी। अनि पालुङको त साइडमा के पो भन्ने ठाउँमा पुगेर हामी खानासाना खायौँ। अनि भाइहरू पनि आइपुगेको थियो खानासाना खाएर। अनि त्यसपछि हिँड्यौँ। नजाराहरू पनि यस्तो दामी दामी है, भ्यू नै दामीकै है। अनि चिसो पनि है, एकदम चिसो थियो त्यहाँतिरको मौसम चाहिँ है। अनि फाइनली हामी चाहिँ